ला तानी गाइज हाम्रो मिनी ब्लगको सुरुवात हुँदैछ कसरी। हिजो राति बुकिङमा गएको डिजे पनि आयो, पैसा पनि आएको गाइज। त्यसपछि हाम्रो फ्लावरको स्टकहरू आएको थियो जुन म लिन गएको थिएँ, जुन केही बेरको कुराइ पछि आयो। फाइनली मैले पैसा दिएर लिएँ अनि यो एकदम फास्टमा फ्रेम फोटो बनाउन आएको थियो, जुन बनाएर हामीले उहाँलाई दियौँ। 10 देखि 15 मिनटमा छ 8वटा फुलको बुके बन्न आएको थियो, जुन हामीले हतार पत्र बनाएर दियौँ। अनि त्यसपछि लाग्यौँ हामी यो ब्यानर टास्कमा। एकदम टाढै थियो कि ओदारी भन्ने ठाउँमा थियो। भाइ र म भएर गयौँ, ब्यानर सफायौँ, त्यसपछि टङ्गायौँ। त्यही हाम्रो साथीभाइ पनि थिए जुन गफसफ हान्दै टङ्गाउँदै काम गर्दै हामी गोजीमा कुन्नी कताबाट 10 रुपियाँ निस्किँदै त्यहीलाई 10 रुपियाँको केक खाइरहेको थिएँ। एउटाले हेरिरहेको थियो, खाने र सोधिहाल्यो नाइ भन्न सकिन्छ नि, तर मुर्दाले आधा लिएर खाइहाल्यो, घटिहाल्यो केक त। पसलमा बसेर काम गरिरहेको थिएँ, त्यतिमै जाम चटपटे खाना जाने हो र भने हाम्रो भाइले सोध्यो, मैले खाइहालेँ। औषधि खाइरहेको थिएँ, खाना त नहुने, तर फ्रीको छोड्न पनि भएन। रातिको 9:30 बजे बसेर पासपोर्ट साइज फोटो निकाल्दै अझै मान्छे आएको थिए जुनको पासपोर्ट साइज फोटो निकाल्दै प्लस अरू प्रिन्ट गर्दै लेट नाइटसम्म काम गर्दै मिनी ब्लग ओभर गाइस। बाइ बाइ, भोलि भेटौँला।